धेरै पछि स्वागत छ मेरो भिडियोमा र म एउटा कुरा भन्न चाहन्छु सुरुमा। लास्ट सिजन तिमीहरूले तीनटा एल क्लासिको हारेको, अहिलेको सिजन हामीले नि तीनटा एल क्लासिको हार्यौँ। हो, हामी फाइनलमा हार्यौँ, दुईटा फाइनलमा हार्यौँ, तिमीहरू नि पहिलो पालि एउटा फाइनलमा हारेको र हामी अलि ह्युमिलेट भयौँ सिस्टमको कुराले, ट्याक्टिकलको कुराले, जेको कुराले भने अहिले पालि हामी अलि ह्युमिलेट भयौँ। तर लास्टमा मेन इम्पोर्टेन्स भनेको रिजल्ट हो है। लास्ट सिजन तिमीहरू पनि तीनटा हार्यो, अहिले पनि हामी तीनटा हार्यौँ। धेरै चुरीफुरी किन? यो बार्सिलोना फ्यान्सहरू हो, टिमले एकदम राम्रो गरेछ, आई लभ द टिम, जसरी टिम खेल्छ, आई लभ एभ्रिथिङ, जसरी ह्यान्सी फ्लिकले खेलाउँछु, सबै प्लेयर राम्रो खेलेछन्, मैले बुझ्छु होइन। तर यो फ्यान्स चाहिँ के भएको, एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि प्लेन टेक अफ गरेपछि कति बेला झर्ने, कति बेला मेरो पेट्रोल सकिन्छ, त्यो कुरा बुझ्नु पऱ्यो क्या। प्लेनको पेट्रोल त हुन्न, एयर फ्युल होइन, कति बेला सकिन्छ त्यो कुरा बुझ्नु पऱ्यो र त्यो नसकिँदै ल्यान्ड गर्न पर्ने हुन्छ। यदि त्यो हावेमा सक्यो भने कहिले कहिले त्यो फ्युल हाल्न नि पाइन्छ, कहिले नपाएर सिधै क्र्यास हुने चान्स पनि हुन्छ है। त्यही भएर ध्यान राखौँ, स्टे हम्बल है। च्याम्पियन्स लिग त जित्यो है, बार्सिलोनाले च्याम्पियन्स लिग जित्यो है केटाकेटी हो। मैले अघिल्लो भिडियोमा भनेको थिएँ बार्सिलोनाले च्याम्पियन्स लिग जित्यो, बार्सिलोनाले च्याम्पियन्स लिग जित्यो र यो कुरा छाडिदिउँ। र कुरा आउँछ भोलि चाहिँ एल क्लासिको फाइनल नै हुन्छ, यो ला लिगाको फाइनल नै हो जस्तो छ। अब भन्लाउ फेरि मड्रिडले जिते पनि के हुन्छ, 1 पोइन्ट अगाडि बार्सा भइहाल्छ नि, के अर्थ होइन भनौँला। मैले भन्छु कुरा, मड्रिडले जित्ला अनि हामी के हुन्छौँ, कथम कदाचित हामीले जित्यौँ भने के हुन्छ, हामी 1 पोइन्टले पछाडि हुन्छौँ। र अब बाँकी रहेको 3टा गेममा बार्साको अपोनेन्ट अलि स्ट्रङ छ मड्रिडको भन्दा। बिल्बाओसँग छ गेम, भिलारियलहरूसँग छ, जुन चाहिँ युसिएल खेल्ने टिमहरू हो। र त्यसपछि भनौँला फेरि म्याड्रिड त यो सिजन त रेलिगेसन हुने टिमसँग पनि त्यस्तै देखेछ, बढी चुरीफुरी गर्नु पर्दैन भनौँला, तिमीहरूको मनमा क्वेसन आउला है। तर म के भन्छु भने यदि हामीले एल क्लासिको जित्यौँ भने हामीले के हुन्छ, मोराल अप हुन्छ अनि हामी के हुन्छौँ, राम्रो खेल्छौँ र राम्रो गर्नेवाला छौँ। त्यो कुरामा म ढुक्क छु र मेरो मनले कता 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 लास्ट 3-4वटा गेम देखेर, बार्साको गेम देखेर कता कता होप दिएको छ, सानो सानो यति चुट्टको होप दिएछ होइन। र अबको भिडियोमा हामीले चाहिँ होपको बारेमा कुरा गर्छौँ, होप कसरी छ त जित्ने। बार्सा चाहिँ फुल सिजन राम्रो तरिकाले खेलिरहेको थियो होइन, मजाको गेम, लास्टमा गएर इन्टरसँग हार्यो। र बार्सिलोना चाहिँ फिजिकल्ली र मेन्टल्ली अलि विक भयो जस्तो छ, किनभने सेमिफाइनलमा गएर हार्नु भनेको नराम्रो कुरा हो होइन, सेमिफाइनलमा गएर हारेको नराम्रो कुरा हो। र मड्रिडको गेम हेऱ्यौँ भने मड्रिड रेस्टमा पनि छ होइन। र लास्ट गेम हेर्ने हो भने लास्ट एक पालि हारेदेखिबाट 1-ले र क्लिन सिट राखेर हामीले जितिरहेछौँ। र हामीले अघिल्लो गेममा पनि राम्रो गेम देखेका थियौँ होइन, फर्स्ट हाफमै लिड लिएर पछि फम्बल गर्ने त त्यो रिजन म एकछिनपछि भनिहाल्छु हाम्रो कमजोरी के हो र राम्रो के हो भनेर, र एल क्लासिको हामीले कसरी जित्न सक्छौँ भन्ने कुरा त्यो देख्यो। र हामीलाई जुन कुरा हाम्रो मिसिङ थियो सिजनभरि त्यो चाहिँ आद्रा गुलरले खेलेपछि र फाइनलतिर बल्ल आएर बुझ्यो कता कता है। लास्ट एल क्लासिकोमा त्योभन्दा अघिल्लो पालि हामी धेरै ह्युमिलेट भए पनि लास्ट एल क्लासिकोमा स्कोर चाहिँ 3-2 थियो र हाम्रो चाहिँ अलि त्यो के भन्छ, त्यो अलि गेम मिलेको जस्तो है, राम्रो खेलेको जस्तो देखिरहेको थियो मड्रिडको गेम चाहिँ। र यस्तै खेल्ने हो र सुरुबाट यस्तै मेन्टालिटी हुने हो भने चाहिँ हामीले जित्न पनि सक्छौँ। र अघिल्लो गेममा हामीले बार्सिलोनालाई टक्कर दिएको हो, त्योभन्दा अघिल्लो पालि नदिए पनि जसरी भए पनि हामी टक्कर दिएको, फाइनल मिनटसम्म लग्यो। अनि कुण्डेले त्यो गोल हान्यो, मलाई अझै पनि याद छ, म कति इमोसनल भएको थिएँ त्यो बेला। कुण्डेले गोल हान्यो, अब मोड्रिक र ब्राइमको मिसअन्डरस्ट्यान्डिङ अब के हो त्यो बुझ्न सकिन्न, त्यसले हान्यो, त्यो कुरा ठिक छ होइन। तर हामी चाहिँ के भन्दा टक्कर दिएको थियौँ। र इन्टरसँगको लास्ट गेम हेरेर हामीले चाहिँ के सिक्न सक्छौँ भन्दाखेरि कसरी बार्सिलोनालाई ट्रान्जिसनमा बिट गर्न सकिन्छ, कसरी अफसाइड ट्र्याप उसाउन सकिन्छ, र डिफेन्सिभली कसरी राम्रो हुन सकिन्छ। इन्टर त डिफेन्सिभली सबभन्दा बेस्ट टिम होइन, आइटी प्लेयर छन्, क्रसमा नि जित्छु भन्छन्, पछाडि लो ब्लक ठ्याक्कै बसिदिइहाल्छन्, त्यो एउटा कुरा छुट्टै कुरा हो। र रियल म्याड्रिड अहिलेको गेममा लो ब्लक बस्नु पनि सक्दैन, किनभने हामीलाई थाहा छ बार्सिलोना कति राम्रो छ, त्यसले पेनिट्रेट गरिहाल्छ बिट्विन द लाइनबाट, डिफेन्सलाई खुलिनेवाला नै छ, त्यही भएर लो ब्लक छैन। हामी चाहिँ मिड ब्लकमा बसेर ट्रान्जिसन एटाकिङ गेम खेल्नुपर्ने हुन्छ है। र बार्सिलोना चाहिँ मेन्टल्ली अलि विक जस्तो भयो होला सोध्न सकिन्छ हामीले। र तिनीहरू एकदम कम्पिटेटिभ गेम खेलेका छन्, जसरी ह्यान्सी फ्लिकले त्यो कुदाउँछ नि जब 98th मिनटसम्म प्रेसिङ दिइरहेको हुन्छ नि,
प्लेयरहरू थाकेछन् होइन, प्रेसिङ पुरै गरेछ, त्यस्तो टिम हुँदाखेरि फिजिकल र मेन्टल्ली बार्सिलोना अलिअलि विक छ, जसरी भन्दाखेरि विक छ, जित निकाले पनि अलिकति विक छ, त्यो बुझिन्छ नि गेम देखेर होइन। र अब सुरुमा कुरा गरौँ हामीले अघिल्लो क्लासिकको, अलिकति रिफरेन्स प्रिभ्यू त मैले दिइसकेँ, त्यही पनि अघिल्लो क्लासमा हाम्रो के मिस्टेक थियो भन्दा के मिलेको थियो, सुरुमा सेबायस लेफ्ट विङमा खेल्यो किन खेल्यो मलाई थाहा छैन, लेफ्ट विङ मिडमा होइन, विङ नै लेफ्ट मिडमा खेल्यो किन थाहा छैन होइन, सेन्ट्रली खेल्न पर्ने हो। हामी चाहिँ बार्सिलोनालाई सेन्ट्रली डोमिनेट गर्न सक्यो भने या सेन्ट्रली यस्तो मिडफिल्डको एरियामा बार्सिलोनालाई डोमिनेट गर्न दिएन भने हामीले जित्न सक्ने चान्स हाई हुन्छ होइन। र हामी चाहिँ 4-4-2 को ट्याक्टिक्समा जानेवाला छौँ स्योर हो। अघिल्लो गेमको कुरा गर्दैछौँ। अघिल्लो गेममा चाहिँ के देखिन्थ्यो भन्दा आद्राको राम्रो गेम थियो, जब आद्रा र एम्बापे आए त्यसपछि गेम टक्क राम्रो भयो थियो, तिन दुईटाको त्यो कनेक्सन पनि एकदम राम्रो भइरहेको थियो आद्रा र एम्बापेको। र हामीले चाहिँ के गर्नुपर्छ, आद्रालाई अहिले सुरुबाट खेलाउनु पर्छ नि, एउटा मिस्टेक लर्न गर्न सकिन्छ। र त्यहाँ चाहिँ सेल्फिस इगोनेस हुनु भएन। भिनिसियसले अघिल्लो गेममा आद्रा 3-4 चोटि खाली हुँदा, ब्राइमले 3-4 चोटि खाली हुँदा त्यो दिएन क्या, त्यो गोल हान्छु भन्नेतिर होइन, हामी टिम गेम खेल्न पर्छ भन्ने कुरा हामीले अघिल्लो म्याचबाट सिक्छौँ। र अब आउने हामीले म्याच कसरी जित्छौँ भन्ने कुरा मैले भन्छु है, जित्न सक्छौँ भन्ने कुरा, होप आशा कसरी हुन्छ भन्ने कुरा मैले भन्छु है। कुरा त भइसके, यदि कता जित्यो भने बार्सिलोना चाहिँ अलि गाह्रो अपोनेन्ट छ, हामीलाई सजिलो अपोनेन्ट छ, हामीले जित्न सक्छौँ, ला लिगा जित्न सक्छौँ भन्ने कुरा छुट्टै छ। र अब चाहिँ हामीले अहिले के कुरा गऱ्यौँ भन्दाखेरि भर्खरै त्यो हुन सक्ने चान्स कता जित भयो भने, इफ यो कस्तो भन्दा इक्वेसन यक्सको भ्यालु राख्यो अनि यक्सको भ्यालु घटायो भने कम आउने, वाईको भ्यालु धेरै आउने, त्यस्तै वाला इक्वेसन राखे जस्तो कन्डिसन हो। र अब आउँछ प्लेयर्सको कुरा। सुरुमा आउँछ बार्सिलोनाको कुरा गरौँ। डिफेन्सिभली बार्सिलोनाका चाहिँ 3टा प्लेयर इन्जोर्ड थिए अस्तिको गेम हेर्ने हो भने, कुन्डे अनि बाल्डे अनि लेभेन्डोस्की, यिन दुईटा नभएर बार्साले ट्रान्जिसनमा गोल खायो। कस्तो भन्दाखेरि बार्साले प्रेस गर्दाखेरि चाहिँ बल विन गरिहाल्यो है, अनि ट्रान्जिसनमा चाहिँ कुन्डे अनि यो बाल्डेल जस्तो दिन सक्थ्यो नि, त्यस्तो जेरार्ड मार्टिनहरूले दिन सकेनन् र गोल खायो के अरे बार्सिलोनाले। यो कुरा चाहिँ हामीलाई बुझ्न पर्ने कुरा हो है। अहिले पनि अब प्लेयर कुरा गर्ने नि, कुन्डे आउट छ, बाल्डे स्टार्ट गर्दैन, बिचमा आउनु पनि सक्छ, लेभेन्डोस्की स्टार्ट गर्न सक्छ। र हामीले चाहिँ डिफेन्सिभली अलि यसो होप चान्स फाइदा छ भन्ने कुरा चाहिँ देखिन्छ त्यहाँ है। अनि अब यो 3टा प्लेयर इन्जोर्ड भएर त्यो जुन ग्याप देखिएको थियो बार्सा टिममा, त्यो ग्याप चाहिँ अब फुलफिल होला। अब हान्सी फ्लिक अब खतराको हुन्छ, त्यो मिलाउँछ मलाई थाहा छ, त्यही पनि हामीलाई चाहिँ चान्स छ त्यहाँ। यो चाहिँ बार्सिलोना डिफेन्डिङ भयो। एट्याकिङमा चाहिँ अब बार्सिलोनाको कुरा नगरौँ, हामी मड्रिड फ्यान, हामी रियल मड्रिडको कुरा गरौँ, कसरी जित्न सक्छौँ होइन टाइटल अनुसार। र हामीले चाहिँ गर्नु के पर्छ भन्दाखेरि, पहिलो कुरा हाम्रो प्लेयर्समा जाऊँ। हाम्रो डिफेन्सिभ एकदम विक छ, हाम्रो डिफेन्समा को खेल्छ भन्दाखेरि भास्केस खेल्छ राइटमा, बिचमा चुआमेनी, रेसेन्सियो र फ्रान गार्सिया। हाम्रो मेन्डी पनि छैन, रुडिगर पनि छैन है, कार्वाल त थिएन, यिन दुईटा पनि छैनन्। र हामी डिफेन्सिभमा खुल्नेवाला छौँ। इन्टर जस्तो लो ब्लकमा खेल्ने बेस्ट डिफेन्सिभ टिम, बास्टोनीहरू यस्तो दामी टिमलाई पनि बार्साले त्यस्तो 17 मिनटमा कम्ब्याक गर्न सक्यो भने हामी कोही पनि होइन, हामीलाई लाइनबाट स्वाटक छिन सकिहाल्छ है, बार्सिलोना सकिहाल्छ। त्यही पनि हामीले के गर्नुपर्छ, डिफेन्स राम्रो हुनपर्छ। त्यो अब कसरी गर्ने मलाई थाहा भएन। हामीले अब भालभर्दे छ, सेबायस छ, मिडफिल्ड 4 हुन्छन्, जहाँसम्म 4-4-2 को स्टार्टिङ आउँछ उसबाट। अनि मिडमा चाहिँ भालभर्दे अनि सेबायस, आर्दा र बेलिङम हुन्छन्। र भालभर्दे र सेबायसको काम डिफेन्सिभली एकदम हाई हुनेवाला छ होइन। अब बार्सिलोनाले खोल्नेवाला छ, त्यो थाहा भएको कुरा हो। र बाँकी रह्यो आर्दा र बेलिङमको कुरा। आर्दा र बेलिङमले चाहिँ त्यो बल पाउँदा बित्तिकै रिलिज गर्न सक्नु पर्यो क्या, बल पाउँदा बित्तिकै यस्तो रिलिज हुन पर्यो कि गोल हुने चान्स हुन पर्यो है। जस्तो अघिल्लो गेममा आर्दाले ब्याङ्गर खेलेको थियो, एउटा एसिस्ट एउटा गोल होइन, गोल पनि ब्याङ्गर थियो र एसिस्ट पनि ब्याङ्गरै थियो। जसरी त्यसले मिड लाइनबाट एम्बापेलाई जसरी लाइन ब्रेक गरेर एम्बापेलाई पास्थ्यो, त्यस्तो गेम चाहिँ निस्किन पर्ने हुन्छ रियल मड्रिडबाट है। र हाम्रो एट्याकिङको कुरा गर्दा हामीसँग छन् प्लेयर, क्यापेबल भएको प्लेयरहरू छन्, त्यही पनि बल चाहिँ हामीले विन गर्न सक्नु पर्यो। फर्स्ट सेकेन्ड थर्ड बलसम्म विन गर्न सक्नु पर्यो। र त्यसमा चाहिँ क्विक ट्रान्जिसन चाहिँ दिन सक्नु पर्यो है। र हामीलाई के फाइदा पनि छ भने, हामीसँग बार्सासँग बाल्डे र कुन्डे जस्तो त्यो प्लेयरहरू छैन अहिले, हामीलाई अलिकति इजी पनि छ। र नेचुरल्ली त्यो जब कुन्डे
के भित्र छिर्छ, बाल्डेले विड्थ दिन्छ होइन। त्यो बार्सिलोनाको डिफेन्सबाट हामीले देखेनौँ, त्यो हुँदै नि हुन्न र उनीहरूको लेभलमा जान पनि सक्दैन र हामीलाई यो फाइदा भएको कुरा हो। र मेरो विचारमा चाहिँ स्टार्टिङ लाइनअप यही हुनुपर्छ, कुर्तुवा हुनुपर्छ र यति कुरा ख्याल गर्न पर्यो कि हाम्रो डिफेन्सले राम्रो काम गर्न पर्यो, मिडले राम्रो काम गर्न पर्यो, कुर्ताले गर्दा गेम जित्यो भन्ने नहोस् हामीलाई। कुर्तुवा स्टार्टिङमा हुन्छ अनि त्यसपछि भनिहाले भास्केज, च्वामेनी अनि एसेन्सियो र फ्रान गार्सिया अनि चावडा मिडफिल्ड भालभर्दे अफकोर्स अनि सेबायोस अनि अगाडि भिनी एम्बापे, त्यो स्योर हो। योले हामी जानुपर्छ। हामी चाहिँ मेन कुरा के ख्याल गर्नु पर्यो, डिफेन्सिभली स्ट्रङ हुनु पर्यो। अनि डिफेन्सिभली स्ट्रङ भइसकेपछि डुवल्सहरू हार्न भने डुवल्सहरू मजाले जित्न पर्यो, मजदुरी गर्न पर्यो, फुल अन मजदुरी। डुवल्सहरू जितेपछि ट्याक्क त्यहाँ आर्दा र बेलिङमको काम हुन्छ। तिनीहरू जसरी ट्विनिङ गर्छन्, पार्टनरसिप गर्छन्, त्यो दिमाग टेलिपेथिक दिमाग कसरी युज गर्छन् मलाई थाहा भएन, तर त्यो हुन पर्यो। र यति भयो भने हामीले जित्न सक्छौँ बार्सिलोनालाई। र अघिल्लो गेममा पनि टक्कर जस्तै दिए हो, त्यो लास्टमा बिग्रेर गोल खाएको त्यो छाडिदिउँ, त्यही पनि हामीले जित्न सक्छौँ। र अर्को कुरा, तपाईँले के सोच्नुहुन्छ, जितिन्छ कि जितिन्न त्यो कमेन्ट गर्नु होइन। र अर्को कुरा चाहिँ म अलि कन्सिस्टेन्ट थिएन, त्यही भएर छोटो कुरा गर्छु। जावी एलोन्सो आउने भइसकेको छ रियल मैड्रिडमा, एन्सेलोटी ब्राजिल जाने कुरा भइसकेको छ अनि ट्रेन पनि फिक्स भइसकेको छ। यो चाहिँ अपडेट है रियल मैड्रिडको। र अब मैले देख्न सक्छु के एल प्रोफेसरको ट्याक्क त्यो गेम प्ले, ट्रेन्ड आउँछ, धेरैको कुरा चाहिँ आर्दा गुलारले टाइम पाएन भन्ने थियो होइन। तर जावी एलोन्सोले चाहिँ लेभरकुजनमा आर्दा गुलारलाई अघिल्लो पालि नै साइन गर्न खोजेको, किनकि हि लभ हिम। जावी एलोन्सोले आर्दा गुलारलाई मन पराउँछ, हि लभ्स हिज गेम र उसले मजाले युज गर्छ। अब ट्रेन्ड कसरी फिट हुन्छ एलोन्सोको टिममा, रोड्रिगो जानी नजानी को युज हुन्छ, अब कसरी खेलाउँछ भन्ने कुरा देख्न बाँकी छ। र हामीले अब फर्दर भिडियोमा डिस्कस पनि गर्नेवाला छौँ। र ट्रेन्डले चाहिँ समर त्यो भ्याकेसन चाहिँ म जान्न, म गेमसँग के अरे मैड्रिडसँग खेल्छु भन्ने कुरा छ, त्यो फिफा क्लब वर्ल्ड कपको लागि। र के हुन्छ हेर्नेवाला छौँ। र तपाईँको प्रेडिक्सन के छ एल क्लासिकोको लागि त्यो कमेन्ट गर्नु होला। भिडियोको लास्टसम्म आउनुभयो भने 10-12 मिनट कतिपय भिडियो थाहा छैन, यहाँ चाहिँ 13 मिनट 33 सेकेन्ड दौडिरहेको छ है, कमेन्ट गरिदिनु होला। र यहाँसम्म आउनुभएको छ भने लाइक गरिदिनु होला। अरू त म के भनौँ, सब्सक्राइब गर्नु होला, कमेन्ट चाहिँ गर्न नबिर्सनु होला, कसले जित्न सक्छ। र आई गट दिस मर्च फ्रम अस्त्र वस्त्र, थ्याङ्क यू अस्त्र वस्त्र, दामी छ एकदम, क्वालिटी राम्रो छ, थ्याङ्क यू।